सालतिरका श्यामसोई तस्बिरहरूमा हेटौँडा भर्खर भर्खर बामे सर्दै गरेको बजार थियो। काठका झुपडीहरू, 2-4 पक्की घरहरू, काठमाडौँ र नारायणघाट चल्ने बस र ट्रकहरू। कर्रापारीको विशाल खाली मैदानमा औद्योगिक क्षेत्र खुलिसकेको थियो। यही भित्र चिनिया सहयोगमा खुल्ने भयो एउटा भव्य उद्योग, हेटौँडा कपडा उद्योग। राजमार्ग र औद्योगिक क्षेत्रको जङ्सन बनिसकेको हेटौँडामा कपडा उद्योगले गुल्जार थप्ने भयो। पहाडका मान्छेहरू बसाइ आउन थाले। जागिर र तलबले सपनाहरू रङ्गीन बनाउन थाले। कुनै समय 1200 जनालाई रोजगारी दिएको हेटौँडा कपडा उद्योग अन्ततः 2064 सालमा बन्द भयो। एउटा वैभवको अवसान भयो। चिनिया टोलीसँगै 33 सालमा उद्योगको जग खन्ने सयौं हातमध्ये एक जोडी हात प्रकाश पौडेलका पनि थिए। त्यसपछिका 23 वर्ष यसै उद्योगमा मजदुर भएर बिताएका पौडेलसँग आज हामी उही हेटौँडा कपडा उद्योग घुम्नेछौँ। अहिले श्यामसोई तस्बिर जै भएको कपडा उद्योगका भत्केका भित्ता र खिया लागेका मेसिन सुमसुम्याउनेछौँ र पुर्याउनेछौँ तपाईँलाई ती दिनहरूमा जहाँ ढकमक्क गुलमोहर फुलेका हुन्थे र माहुरी जस्ता मजदुरहरू सपना जस्ता कपडा बुनी बस्थे। बाह्र सय मान्छे त यो उद्योगबाट मात्रै, अनि अरू उद्योगहरू 32वटा उद्योग त्यो बेला 36-37 सालमा चालु थियो। हजुर, चालु भएको उद्योगबाट मान्छे निस्किँदा एकपल्ट त एकदमै रमाइलो हुन्थ्यो। अनि फेरि रङ्गी बिरङ्गी त्यो ड्रेसहरू लगाएर अब छुट्टा-छुट्टै उद्योगको छुट्टा-छुट्टै ड्रेस हुन्थ्यो नि। हजुर हजुर, कुन उद्योगबाट को निस्कियो भन्ने कुरा पनि हुन्थ्यो। अनि मे दिवस मनाइन्थ्यो। मे दिवस मनाउने बेलामा तपाईँको यति रमाइलो हुन्थ्यो कि त्यो रङ्गीचङ्गी पुरै जुलुसै ड्रेसले। कपडा उद्योगको चाहिँ कस्तो ड्रेस थियो? निलो किसिमको सर्ट पैन्ट थियो छोरा मान्छेहरूको लागि। छोरी मान्छेहरूको लागि चाहिँ पहेँलो बेसमा निलो पारी भएको। यो अहिले हामी छोडेर आयौँ नि, यो चाहिँ वर्कसप हो। यो यहाँदेखि त्यहाँसम्मको पार्टमा चाहिँ जति पनि भित्र सामग्रीहरू बिग्रिन्थ्यो त्यो बिग्रेको सामानहरूलाई चाहिँ जोड्ने, मर्मत गर्ने, फेरि लगेर त्यो वर्कसप भयो। यो चाहिँ कपास गोदाम। नेपालगञ्जदेखि लिएर नेपालको पश्चिम बेल्टमा थुप्रै कपास खेती हुने र कपास विकास समिति समेत बनेर यति धेरै कपास उत्पादन हुन्थ्यो कि एकपल्ट त पाकिस्तानबाट कपास ल्याउनु नपर्ने स्थिति बनिसक्यो। पाकिस्तानबाट आउँथ्यो। यहाँ चाहिँ कि पाकिस्तानको कपास कि हाम्रो नेपालकै कपासले बुन्थ्यो। यो हाम्रो पुरानो गाडीहरू स्टाफहरूलाई ल्याउने लाने। 4वटा बसले पनि पुग्दैन थियो। धेरैलाई क्वार्टर पनि दिएको थियो। क्वार्टर नपुग्ने जो घरमा बस्नुहुन्थ्यो उहाँहरूको लागि बस। हामीले नि मागेर, जस्तो त्यो बेला फ्याक्ट्री चल्ने बेलामा यहाँबाट 10 किलोमिटर टाढाबाट हिँडेर आउनुहुन्थ्यो। 8 बजे यहाँ ड्युटी आइपुग्नुहुन्थ्यो। 10 किलोमिटर टाढाबाट ड्युटी छुटेपछि पनि 10 किलोमिटरसम्म हिँडेर जानुहुन्थ्यो। त्यसरी पनि धेरै दुःखले काम पनि गर्नुभयो धेरै मान्छेहरूले। तर उहाँहरू जतिले गर्नुभयो उहाँहरूको जीवन राम्रो बन्यो, किनभने यही उद्योगले गर्दा बन्यो। कस्तो लाग्छ तपाईँ यहाँ आउनुहुन्छ कहिले कहिले? किन नआउनु? यो हामीले जमिन पनि, यो जमिन बनाउने, छानु बनाउनेदेखि लिएर यसरी सुरु गरेको। हामी आउने बेला यो खाली जमिन थियो। तपाईँ कति सालमा आउनु भएको थियो यहाँ? म 32 सालको अन्त्यतिर, 33 सालको सुरुमै हो। चाइनिजहरू आउनु भएको थियो। उहाँहरूसँगै हामीले सिकेको सबै कामहरू। जति पनि यहाँ नेपालीहरू थिए, विदेशी कामदार एउटा पनि थिएन। चाइनिजहरूले भारतीय कामदारहरूलाई राख्न रुचाउँदैन थियो। 1100-1200 जुन कामदार यहाँ थिए, कर्मचारी थिए, उहाँहरू चाहिँ सबैजना नेपाली नै हुनुहुन्थ्यो। के भाषा बोल्नुहुन्थ्यो त सिकाउने बेलामा? सुरुमा त अलिक गाह्रो, पछि भएपछि हाम्रो पनि कुरा उहाँहरूले बुझ्नुभयो 4-6 महिनापछि। अनि हामीलाई पनि धेरै कुरा उहाँहरूको आउने भन्यो। जस्तो जाने आउने, गर नगर होइन, आइज ढिलो चाँडो होइन, उठा तल राख होइन, कस खोल जे भन्ने हो नि, राम्रो हो नराम्रो हो सबै कुराहरू।
कि बसहरू उद्योगहरू रस्ट भएको देख्दा यहाँको सबै कर्मचारीहरूले असाध्यै पिर मान्नुहुन्छ, रुनुहुन्छ। यस्तो भयो उहाँहरूको मन के छ भने बरु हामीले केही समय काम गरेर यो फ्याक्ट्री चाहिँ कसैलाई सकुशल जिम्मा दिन पाए हुन्थ्यो। राजनीतिक नेताहरू आउनुहुन्छ बेला बेलामा। अहिलेसम्म यो उद्योगको निम्ति यति मजाक गरिराख्नु भएको छ सबैजनाले नि, या त यो उद्योग पब्लिक कसैलाई चलाउन दिए पनि हुन्थ्यो, मिलिट्री पुलिस या कुनै सरकारी निकायलाई चलाउन दिए पनि हुन्थ्यो। जसलाई दिए पनि यो ठाउँमा उद्योगबाट त 2 लाख 4 लाख मासिक आउँदो होला, 200-400 मान्छेले रोजगारी पाउँदा होला नि, त्यसो गर्न पनि त सकिन्थ्यो नि। आउनुहुन्छ, हेर्नुहुन्छ, मन्त्री, प्रधानमन्त्री, नेता, अध्यक्ष सबै जो आउनुहुन्छ, तर हेर्नुहुन्छ, जानुहुन्छ, गर्छौँ भन्नुहुन्छ, तर फर्केर आउनुहुन्न। यति बेला जाडो महिनामा ठिक अहिले 10 बज्यो, खाना खाने बेलामा यो पुरै चौरभरि मानिसहरू यहीँ बसेर खाना यहाँ यो बाटोमा यहाँ सबैले टिफिनमा खाना लिएर आउनुहुन्थ्यो। कतिले हातमा लिएर आउनुहुन्थ्यो टाढाकोले, नजिकैको मान्छेहरूको चाहिँ घरबाट यहाँ ल्याइदिनुहुन्छ, गेटमा ल्याइदिने, गेटबाट लिएर आउने। यहाँ हेटौँडै अर्कै थियो होला त्यसो भए त यो चल्ने बेलामा। हाम्रो चाहिँ 30-31 गते जुन तलब रिलिज हुन्थ्यो नि, हजुर 1100-1200 मान्छेलाई तलब 2-3 दिन जति गरेर तलब रिलिज हुने बित्तिकै के हुन्थ्यो, हेटौँडा त रनक्क तात्थ्यो। यहाँदेखि रक्सोलसम्मको बजारमा पुरै पैसा फ्लो हुने, महिनाभरि उधारो दिने, खाने सबै कुराको छिनोफानो त त्यही दिन हुने पनि। माघी आए जस्तो, अझ दसैँ आयो भने त अर्कै रमाइलो। दसैँमा चाहिँ कस्तो भने कपडा यहाँबाट 30 मिटर एकजनाकोलाई दिने गरेको थियो होइन। त्यो कपडाको हर व्यक्तिले कपडाको पोको चाहिँ बोकेर हिँडेपछि त त्यो छुट्टै रमाइलो। बजारमा पनि त सबैले त्यही कपडा लाउने होला नि, छोराछोरीदेखि परिवारसम्म सबैले लाउने। इतिहास स्कुल पछाडिपट्टि थियो, क्वार्टर पछाडिपट्टि थियो, थियो हेटेक्स इङ्ग्लिस स्कुल भन्ने। हाम्रो बच्चाहरू यहीँ पढेको, मेरो 2टा बच्चा यहीँ पढेको। स्कुल भग्नावशेष छ। यसको प्रारम्भ चाहिँ यहीँबाटै हुने हो। यो हजुर हामीसँग लाइट केही छ। यो ठाउँमा चाहिँ कपास जुन बाहिरबाट आउँछ नि, त्यो कपास यो ठाउँमा आउने। त्यो गोदाम भयो, गोदामबाट गुडाएर यहाँ ल्याइसकेपछि यहाँ यो कपासलाई खोल्ने, मिलाउने, यहाँ गरिसकेपछि यहाँबाट अब कपास अगाडि बढ्दै जान्छ। यहाँ मुनिबाट जान्छ? हजुर, अन्त यहाँबाट हालेपछि यहाँबाट कपास यता जान्छ। यो अझै छन् कपासहरू त यहाँ, यही कपास छैन? हजुर, यो चाहिँ बिग्रेको कपास 1 राउन्ड छानिएर रहेको, यसलाई चाहिँ फेरि फिल्टरमा लैजाने हो। यो गर्दा गर्दै यतिकै छोडेको जस्तो, गर्दा गर्दै छोडेको। यो त काम हुँदा हुँदै छोडेको। यो पनि त्यही कपासलाई फिट्ने। यो मेसिनले यो भित्र लगेर कपासलाई फिटेर के भने त्यसको गेडाहरूलाई निकालिदिने हो। यो सबै धुलो धुलो फोहोर जति यतापट्टि निस्किने, अनि राम्रो कपास जति कपास छानिएर अनि माथिबाटै जाने। अनि यो त पुरै कपास उडेको हुन्थ्यो होला यो ठाउँमा त? बाहिर उड्दैन, बाहिर त एयर कन्डिसन हुन्छ, यो जुन हावाहरू माथिबाट आइराखेको हुन्छ होइन। बाहिर त त्यस्तो केही डिस्टर्बै हुँदैन। कपासको धुलो केही हुनु मेसिन चल्या हुन्छ, अनि धुलो एकदम कन्ट्रोल हुन्छ। थोरै हुन्छ, मास्क लाएरै गर्नुपर्छ गर्न त। अब मुख्य प्लान्ट चाहिँ यहाँबाट सुरु हुन्छ। कपासको रोल उताबाट आएपछि यसमा यो चाहिँ रोललाई कन्ट्रोल गर्ने यो पिन हो। यसमाथि रोल बस्या हुन्छ, त्यसैमा आधार बनेर अनि यहाँबाट चाहिँ भित्रभित्र यो रिफाइनिङ हुँदै जान्छ। यो कपासको सुरुवात यो जस्तो 1, 2, 3, 4वटा मेसिन भयो। योबाट चाहिँ कपास छानिँदै 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 ठिक पल्लो छेउमा पुग्दा एकदम सफा कपास हुन्छ। यो मेसिनहरू अहिले हेऱ्यो भने सबै मेसिनहरू राम्रो छ। यो चाहिँ अलि बढी हावा लाग्ने ठाउँ भएको भएर अलिअलि समस्या भएको छ, तर भित्र जुन ठाउँमा हावा लाग्दैन त्यो ठाउँमा यो मेसिन पनि केही पनि भएको छैन। बेल्ट पनि जस्तो छ, यो पनि जस्तो छ। यो चाइनिजले यो प्रविधि, धेरै प्रविधि खेलाउनु नपर्ने मेसिन चाहिँ यहाँ ल्याइदिएको। यो सेमी अटो भन्छ, यो फुल्ली अटो पनि होइन,
सेमी अटो मेसिन हो यो चारैवटा मेसिनले एउटै काम गर्दै गर्दै अगाडि बढ्ने यो सफा हुँदै 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 कपास सफा हुने र गेडा छान्ने काम गर्छ यत्रो मेसिन देख्दा त सुरुमा तपाईँलाई पनि अचम्म लाग्यो होला है होइन हामीलाई अचम्म किन लागेन भने हामी आउँदा मेसिन आएको थिएन बाक्समा यत्रो टुक्रा आएको थियो कि कुनै ठुलो टुक्रा कुनै सानो टुक्रा अनि हामी नेपाली कामदारहरू सबैजनालाई हजुर त्यो अचम्म मान्ने कुरा चाहिँ केही हुँदै भएन किनभने यो हामीले जगदेखि नै बनाउँदै गएर बनिसकेपछि वाह कति राम्रो चिज बन्यो भन्ने मात्रै हो त्यसरी काम गर्ने औजारहरू यो यसलाई कस्ने खोल्ने ठोक्ने पिट्ने सबै चिजहरू यसैमा राख्ने यो सबै यो बेल्टहरू जस्तो कुनै बेल्ट खिइन्छ के हुन्छ चेन्ज गरेको छ कुनै नयाँ छ चेन्ज गर्न ल्यायो होला अब जुन अवस्था थियो त्यही अवस्थाबाट छोडेर हिँड्नु पऱ्यो नि फ्याक्ट्री त यो हेऱ्यो भने कुनै चिज पनि बिग्रेको छैन यसमा मेसिनमा जस्तो छ त्यस्तै छ बेल्ट पनि जस्तो छ त्यस्तै छ यो छिटो बिग्रिने चिजै होइन यो गियरहरू यो अबको 200 वर्ष चलाए पनि के हुनेछ र यो त मोटो जस्ता तस्तो छ यो मान्छेहरूले हेर्न आउनुहुन्छ अनि यो खोलेर त्यत्तिकै छोडिदिने कि यो चाहिँ यो सबै कभरिङ भएर बस्यो भने बिग्रिँदैन अनि यो चाहिँ यसरी फिल्टर हुँदै हुँदै आएपछि हजुर यहाँ आएर पुरा दाइँ गरेर यसलाई चाहिँ कपासलाई अझ यसले चाहिँ सक गरेर तान्ने यहाँबाट तानेको कपास त्यहाँ गएर रोलर हुने हो यही पाइपबाट जाने हो यो पाइपबाट गएर यो मेसिनमा काम हुन्छ त्यसबाट अर्कोमा हुन्छ गर्दा अगाडि पुग्दा चाहिँ गुन्द्री जस्तो बन्छ र अनि त्यो सुइरो त्यहाँ राखिदियो रोलरबाट जान्छ अनि यसको धुलोहरू चाहिँ सबै बटुलिएर उतापट्टि बाहिर अर्को यहाँबाट उतापट्टि जान्छ यहाँ बस्दैन यहाँ केही पनि धुलो देखिँदैन यो वरिपरि यो लिगमा यो आफै रोटर भएर घुमेर यसलाई ताने उताबाट कपास आयो यहाँबाट गयो यहाँबाट तानेर लिएर गयो अनि त्यहाँ रोलर भयो त्यो रोलर भएको चाहिँ अब हाम्रो अर्को शाखामा जान्छ अनि यो भित्र चाहिँ त्यो छान्ने जालीहरू फिल्टरहरू थुप्रै फिल्टरहरूको बिचमा गएर धुलो बाहिर उड्न नदिएर अनि भित्रै कन्ट्रोल गरेर अनि त्यो धुलोलाई चाहिँ अन्डरग्राउन्ड लगेर अनि पछि उठाएर बाहिर लगेर फाल्ने त्यो चाहिँ मोलको रूपमा युज हुने रहेछ यो घन्टी जस्तो बत्ती मुनि यो चाहिँ कुनै घटनाहरू केही भयो भने मेसिन बन्द गर्नु पर्यो भने यो घन्टी चाहिँ बजाउने हो इमर्जेन्सीमा बज्ने अनि मेसिनमा कुनै ट्रबल आयो भने जस्तो अपरेटर यहाँ बसिराखेको छ होइन वा अपरेटर कहीँ काम गर्दैछ तर यो मेसिनमा केही अड्क्यो भने त्यो घन्टी बजिहाल्छ क्या कुनै समस्या पर्यो भने घन्टी बजिहाल्छ ल यो कपासबाट राम्रो कपास बनाएर निकालेर यो ठाउँमा रोलर राख्ने अनि यस्तो गाडामा हालेर त्यसलाई चाहिँ अब यता लिएर आउने हो यो रहेछ कि क्या हो राम्रो कपास हो नम्बर 1 कपासै हो यो अहिले पनि राम्रै छ अहिले पनि रेसा दिइराखेको छ अब यसले कपासको काम सकेपछि अब यसले धागो निकाल्ने मेसिन चाहिँ यहाँ हुँदैछ त्यो डन्डी ल्याएर यसो ठ्याक्कै यसमा राखिदिएपछि त्यसमा त्यो रोलरमा बेरिएको हुन्छ कपासै हुन्छ अनि यो यहाँबाट फेरि भित्र जान्छ यहाँबाट भित्र गएर यो पनि अनि भित्रभित्रै आएर यसले चाहिँ बेरेर मोटो धागो बनाइदिन्छ यो अनि जति यो बन्दै जान्छ यो भरिँदै जाँदा यो तल जाँदै गरेर यसमा भरि हुन्छ यो अनि यो ड्रम उठाएर लग्ने हो यो सबै मेसिनको काम त्यही नै हो एउटै यसले जे काम गरे त्यही हो भरिएको ड्रम आउने चाहिँ यसमा फेरि अब अनि यो ल्याएर लाइनमा राखे 1 2 3 4वटा यता भयो 4वटा उता भयो अब यहाँबाट फेरि धागो आउँछ र यहाँ फेरि यो सानो खाले ड्रम त्यो यति मोटो धागो देखिन्छ त्यहाँ त्यही धागो अनि यहाँ बन्दै यहाँबाट आएर अब पहिले मान्द्रो जस्तो आयो त्यसपछि मोटो धागो जस्तो आयो अनि यसमा अलिक मसिनो धागो आयो अनि यो धागो चाहिँ फेरि यो सानो ड्रमबाट अझ मसिनो धागो यसको बबिनहरू यहाँनिर छ अहिले त बबिनहरू पनि पुरै रस्ट भएर हराइसकेको छ यही यो बबिनहरू हो त्यसबाट चाहिँ त्यो ड्रमबाट आएको धागो अलिक ठुलो बबिनमा यो बबिनमा बेरिएको हुन्छ र यो बबिनबाट अनि अझ मसिनो धागो यसैले बनाइदिने हो यो मेसिन चाहिँ कस्तो भने यो जहाँ बसेर चलाए पनि पुरै मेसिन चल्छ जहाँ बसेर बन्द गरे पनि पुरै मेसिन बन्द हुने एउटै अपरेटरले पुरै भ्याउनुहुन्छ
यो मेसिनले बनाएको पहिलो धागो यो धागोको रूप आयो नि अब बलियो हुन बाँकी छ। हजुर कति वर्ष अगाडिको होला यो? 17-18 वर्षै भइसक्यो। 18 वर्ष भयो। 18 वर्ष पुरानो लाग्यो यो। पुरा रेसामै छ, बिग्रिसकेको छैन। अब ठ्याक्क त्यो ल्याएर यहाँ राखेपछि यसबाट आएर अनि यो चाहिँ बबिनमा सानो बबिनमा बनाउने। यो चाहिँ प्योर धागो बन्यो। यति भएपछि स्पेनिङ हो यो। कस्तो माया लाग्दो रहेछ भाइ। यो अब यो हाम्रो धागो भइसक्यो। ठिक्कै यहाँबाट यसबाट चाहिँ यो भित्रभित्रैबाट यो धागो बुनेर बाटेर अब यो चाहिँ यो धागो भइसक्यो। यो ख्याले बबिन समातेको छ जस्तो यो है। अब बुन्ने धागो त यही त हो। यो बुन्ने धागो यही भयो। यो अलि रस्नी भइसकेको छ। यहाँ काम गर्ने अपरेटरहरूले यो सँगसँगै बोकेर हिँड्ने निकाल्ने, यसमा राख्दै जाने अनि यो निकाल्ने खन्याउने अनि फेरि यसलाई नि चलाउने हिँड्ने। यति ठुलो यति भव्य छ यो पुरै यहाँदेखि त्यहाँ एकपल्ट त्यहाँ सेन्टरमा गएर हामी पल्लो छेउसम्म पुगौँ न। यो 35 यो 36वटा मेसिन यो भए कति धेरै राष्ट्रिय सम्पत्ति यति धेरै लापरवाही गरेर रस्ट भइरहेको। यो जतिवटा 36 दिन 72वटा जति मेसिन छ नि एउटै छ क्या। जस्तो यो एउटा मात्रै भए पनि पुग्ने हुन्छ। यो एउटा मान्छेले मानिनु एउटा परिवारले गुजारा चलाउनु पर्यो, उसलाई धागो निकाल्नु छ, धागो बेचेर चलाउँछ। जस्तो यो एउटा मात्रै स्पेनिङ किन्यो भने पनि उसको गुजारा चल्ने हो। भक्तपुरमा एउटा घरमा 2टा 4टा 5वटा त्यो बुनाइ मेसिनहरू छ। अनि यो परवानीपुरमा यस्तो स्पेनिङ मिलहरू छ धागो मात्रै उत्पादन गर्ने। त यही धागो मात्रै उत्पादन गर्न यो मेसिन हामीलाई चाहिँदैन भने सरकारले नि यो मेसिन बेचिदियो भने पनि त हुन्छ नि त। गर्नलाई दियो भने यिनीहरूले गरेर त खान्थ्यो नि। बिना काममा रस्ट पाएर जानुभन्दा कि चलाउन कसैलाई दिनु। यो चाहिँ सबै यसलाई चलाउने हेर्नुहोस् त जस्ता तस्तो छ यो गियरहरू। यो के हुन्छ र के भएको छ तपाईँहरू आफै हेर्नुहोस् न। के चाहिँ नचल्ने छ त? यो कुनै गाडीको A1 गियरभन्दा कम त कुनै पनि छैन नि त। बाहिर देखेको सामान केही बिग्रिया छ तर भित्री सामानहरू हेऱ्यो भने जस्ताको तस्तो छ। अहिले पनि चल्छ कि भन्ने लागेको छ हजुरलाई? चल्छ नै के भन्ने नि छैन नि। यो हाम्रै अहिले साथीहरू 10 जना मेकानिकहरूलाई 1 महिना यहाँ छोडिदिनुहोस् कतिवटा मेसिन आरामले चलिरहेको हुन्छ। यो सकिएपछि यसको 2 पार्ट हुन्छ। एउटा धागो भएर जाने पार्ट, एउटा डाइरेक्ट धागो जाने पार्ट। हामी यो ढोकाबाट छिरौँ। यसमा त्यहाँ बन्यो। यो हामीले हेऱ्यौँ। यसमा बेरिएको धागोलाई अब ठुलो बबिनमा लामो धागो बनाउनु पर्यो। गाँस्दै बेर्दै यसमा रहेछ अलि ठुलो। यहाँ बेर्दै यो फुल भयो अझ योभन्दा नि ठुलो हुन्छ। योभन्दा ठुलो हुन्छ। यो मानिलिउँ यो 100 मिटर थियो भने यो त 1000 मिटर भयो नि। हो 1000 मिटरको एउटै धागो भएपछि यो सबै 1 2 3 4 5वटा मेसिनको काम भनेको सानो बबिनबाट ठुलो बबिनमा छोटो धागोबाट लामो धागो बनाउने ड्युटी। अझै यति धागो त बाँकी रहेछ नि त। छ बन्दै छोडेको है। जस्तो थियो त्यही हालतमा छुट्यो। र यो बबिनमा बेरेको धागो चाहिँ फेरि यसमा जान्छ। यो अब यो कपडा बुन्न त लामो तान लगाउनु पर्यो नि। हो त्यो लामो तान लगाउनको निम्ति त्यो जुन ठुलो बबिन छ ठुलो बबिन यहाँ यसरी राखेर यहाँबाट चाहिँ धागो यो यसमा राखेर प्रत्येक एउटाबाट एउटा धागो तान्दै आउँदा यो धागो चाहिँ हाम्रो यो दाँत जस्तो देख्नु भएको छ नि। यो दाँत जस्तो प्रत्येक एउटाबाट एउटा धागो आउँछ र यो एउटा धागो यहाँ बिचमा चाहिँ केही पनि हुँदैन। त्यो एउटा धागो यसरी यहाँ धागो मात्रै धागो यहाँ एकपल्ट आउनु त यहाँ प्रत्येक एउटा दाँतीमा एउटा धागो बस्छ यहाँ। अनि यहाँ रोलर हुन्छ अनि यो रोलरमा बेरिए त्यहाँ हाम्रो 100 मिटर भएको 1000 मिटर भयो। 1000 मिटर भएको यहाँ आउँदा 4000 मिटर भयो धागो।
अनुमानित भनौँ न त्यसलाई त्यति मिटर त्यो धेरै लामो धागो भयो यसमा धागो बेर्ने मेसिन यो एक खाले यो बबिन सिधै त्यो स्पिनिङबाट बुनाइ विभागमा जान्छ एक खाले बबिनहरू यो प्रक्रियाबाट यहाँ आइपुग्यो यो तानाको लागि त्यो बानाको लागि गयो के जस्तो ताना र बाना भने के हो त ताना भनेको यस्तो सिधा बसेको धागो बाना भनेको चाहिँ त्यो बुनेर जाने धागो के ताना बाना बुनेको भन्छ नि ताना बाना भनेको तान लगाएको भयो हाम्रो गाउँघरतिर गुन्द्री बन्ने तान लाग्यो भन्दैन हजुर तान लाग्यो त्यो भयो पराल हालेको धागो चाहिँ उताबाट सिधै जान्छ त्यो बाना हेर्नुहोस् त यो कति राम्रो कति मजबुत धागो चाहिँ तपाईँको यहाँ यो सबै यो फेरि यति गरम छ यो कसरी लाने होला के गरी हाल्ने होला भन्ने लाग्छ होला है तपाईँहरूलाई यता माथि हेर्नुहोस् त यसमा यो मेसिन छ उता लानु छ भने यो यतापट्टि लग्यो होइन यता लानु छ भने यसलाई यतापट्टि ल्याउने त्यसैबाट सर लिएर जाने हो केबल कार जस्तो हो तानाको लागि तयार भयो यो यसको प्रोसेस यसमा आउँछ अब ए बुनाइको मेसिन हो कि क्या हो यहाँ बुनाइ होइन बुनाइमा अझै पुगेको छैन यसलाई साइजिङ भन्छ यो ठुलो रोलरमा बेरेको धागो यहाँ आइपुग्छ र जस्तो यहाँ बस्यो यहाँ बसेपछि त्यो धागो खोलेर अगाडिपट्टि आउँछ र यो धागो सिँगै यो भित्र छिरेर जान्छ यो भित्र यो ठाउँमा माड पाकिराखेको हुन्छ यो खाल्टो छैन हजुर खाल्टोमा चाहिँ माड पाकिराखेको हुन्छ तातो हुने ठाउँ हो यो माड लगाउने ठाउँ यो भन्दा तलको यो चाहिँ यो रोलर सट्टै तल जान्छ र त्यो धागोलाई तल माडमा डुबाएर जस्तो कपडा बुन्दाखेरिमा धागो चाहिँ नखियोस् भनेर माड लगाएको हुन्छ माड भएको कपडा भन्छ नि माड भनेको यही होला पहिले यहाँ लगाएर कपडा बुनेपछि फेरि धुने प्रविधिले धोइदिने हो यो पनि त्यही हो एउटै मेसिन हो यो दुइटै माड लगाउने यो एरिया त्यसो भए एकदम तातो हुने एरिया यहाँ तातो त्यति फिल किन हुँदैन भने ह्युमिडिटी मिलाएरै बसेको हुन्छ तापक्रम चाहिँ जस्तो यो काम गर्ने पार्टमा चाहिँ हजुर एकदम चिसो आउनको लागि यहाँबाट पुरै हावा आइरहेको हुन्छ आफूलाई जति चाहियो लिन पाइयो अनि त्योबाट यो सानो रोलरमा बेरियो अब यो यसमा अब माड लगाएको साइजिङ गरेर तयार भएको धागो चाहिँ अब यसमा बेरियो यो बिममा अब यो चाहिँ कपडा बुन्नको लागि बुन्ने मेसिनमा लैजाने यो भयो यो मेसिनले त यो उत्पादन गर्दै फाल्दै गरेको यो हो यसमा माड लगाएको धागो यो त कति धेरै बोलेछ यो तानेर हेर्नुहोस् त पहिला हात काटिन्छ हो लेन काटिने नि छ आज त यति छ त यो यति राम्रो अनि यो बिमलाई चाहिँ यसमा राख्ने हो यो मेसिनहरूको यहाँदेखि वहाँसम्मको यो मेसिनको काम चाहिँ तानमा धागो भर्ने मेसिन यो तानमा जस्तो तान सृजन चल्छ नि तलमाथि तल कुनै चाहिँ अब 3 तानको हुन्छ कुनै 2 तानको हुन्छ कुनै चाहिँ डबल हुन्छ कुनै चाहिँ 3 तालको हुन्छ कुनै 4 तानको हुन्छ त्यो सबै बनाउने चाहिँ यो मेसिन हो त्यसरी बसेर टक्क यसलाई बुन्दै आउने अनि त्यसपछि त्यो सबै एकै ठाउँ बटुलेर अनि यही भित्र राखेर टक्क त्यसलाई निकालेर लिएर जाने अनि यो चाहिँ यो मेसिनमा हाल्ने जस्तो यो चाहिँ यो अहिले कतिको छ यो दुईटाको छ यो अनि यसैले छुट्याउने यो माथि जान्छ तल आउँछ माथि जाँदा एकपल्ट यता बबिन जान्छ तल आउँदा एकपल्ट जान्छ गर्दै यो चाहिँ यो भर्ने काम चाहिँ यसको झाँप भर्ने भन्छ यसको अनि यो एउटा हेर्दा चाहिँ सामान्य छ यो एउटा पत्तीमा एउटा धागो राख्नुपर्ने हुन्छ एउटा धागो छिने पनि यो तल झर्ने बित्तिकै मेसिन बन्द हुन्छ यो धागो तन्किउन्जेल यो तन्केरी बस्छ हल्का चिज छ एउटा धागो छिने पनि यो तल गइहाल्यो मेसिन बन्द भइहाल्छ नराम्रो खालको कपडा निस्किने भन्ने चाहिँ सम्भावना कम हुने त्यसले कन्ट्रोल गरिहाल्छ अनि जहाँनेरि हुन्छ त्यहीँ गाँसेर फेरि लिएर जाने यो बुन्ने ठाउँ अब यो चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यही हो कपडा उद्योगको हेर्दा सबैभन्दा ठुलो इलाका यही हो कपडा उद्योगको मुख्य ठाउँ पनि यही हो अरू सहायक उत्पादन गर्दै आयो तर कपडै चाहिँ बुन्ने कुरा यहीँबाट बुन्ने हो अघि जुन स्पेनिङमा थियौँ नि हामी
यही स्पेनिङबाट 2 थरी धागो उत्पादन भयो। एउटा यो उत्पादन भयो, एउटा यो उत्पादन भयो। यो उत्पादन भएको धागो उताबाट घुमेर यो बाटो आयो। घुमेर आयो। यसमा उत्पादन भएको धागो यहीँबाट आयो यो चाहिँ। त्यो ताना त्यताबाट आयो, यो बाना धागो चाहिँ यताबाट आयो। यो धागो चाहिँ के भयो? त्यो माथि यहाँ लाग्ने आयो, भयो यसमा। यो यसमा चाहिँ यसरी राखेर यो भयो। अनि यो यहाँ बस्यो होइन। जस्तो तान चल्छ मेसिन, यो यता जान्छ, यता चल्छ, यता जान्छ गरेर अनि यो आवाज त खटाक खटाक कस्तो आउँथ्यो? एकैचोटि आवाज आउँथ्यो होला हैन? यहाँ चाहिँ त कान चाहिँ धेरैले थुन्नै पर्ने, कसैले केही पनि सुन्दैन त। यो त झड्याम 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 हान्ने हो नि त। यो त कसरी हान्ने हो नि त। खुट्टा पनि चलाउनु पर्छ कि पर्दैन? पर्दैन, यो अटोमेटिक हो। ए सबै अटोमेटिक, हेर्ने मात्रै हो। जस्तो एकजना अपरेटरले एकै ठाउँबाट 4वटा मेसिन हेर्न सक्ने हुन्छ कि यहाँ। राम्रो सिपालुले त 24वटासम्म पनि आफैले अपरेटन गर्छ, 24वटा मेसिन अपरेट। चाइनिजहरूले लास्टमा ट्रेनिङ दिएर जाँदा उनीहरूले त्यो जसले 24वटा चाहिँ 1 घन्टासम्म बन्द हुन नदिकन चलाउँछ त्यो उत्कृष्ट कामदार भनौँ भन्थे। तपाईले कति वर्ष बिताएको ठाउँ यो? यो बाहिर बनाउने बेलामा 3 वर्ष, 23 वर्षमा 3 वर्ष घट्यो भने 20 वर्ष यो ठाउँमा। यहीँ काम गरेर 20 वर्ष बिताएको छु मैले यही ठाउँमा। तपाईको त यहाँ आएपछि अनुहारै कस्तो अर्कै भयो नि, उज्यालो भयो। यो त उर्वर जिन्दगी हो नि त। मलाई बनाएकै यही हो, यसैले हो। यो बिग्रेको केही पनि छैन अहिले पनि। जस्तो यो कतिपय यो चीनबाट आउँथ्यो, हामीले यहीँ डिजाइन गरेर पछि बनायौँ यो पनि। अनि तपाईले चाहिँ सबै काम कसरी सिक्नु भएको? चाइनिजहरूले। चाइनिजहरूले। त्योभन्दा पहिला तपाईँ के गर्नुहुन्थ्यो? होइन, म त त्यो बेला पढ्दै यहाँ काममा लागेपछि त 22 वर्ष यहीँ गइहालेँ। अरू बिचमा त गर्ने कुरै हो। के पढ्दै हुनुहुन्थ्यो हजुर? मैले एसएलसीमा पढेँ, काम सुरु भइहाल्यो। काम सुरु भएपछि थप केही पनि गरेँ। कामै पढ्नु भयो? कामै। अहिलेसम्म पनि त्यही कामै पढ्दै हो। त्यो बेलाको माहौल कस्तो थियो? बनाउने बेलादेखि सुरु हुँदाखेरिको माहौल चाहिँ कस्तो थियो? बनाउने बेलामा जस्तो काम गर्ने छोरी मान्छेहरू चाहिँ पाइँदैन थियो त्यो बेला। छोरी मान्छेहरूले कहाँ उद्योगमा काम गर्ने हो र भन्ने हुन्थ्यो। त्यति बेर वरिपरि भएको जो मान्छे पनि छोरी मान्छे आउनुभयो भने गर्न खोज्नेले काम पाउनुहुन्थ्यो। निवेदन दिने आउने श्रमिक आपूर्ति केन्द्र थियो। हजुर। हामी त यहाँ खन्दै बनाउँदै गरेको मान्छे, हामी अटोमेटिक निवेदन पनि दिन परेन। हामी त निर्माण बेलामा छिरेको श्रमिकले गर्दा गर्दै के भयो भने काम गरियो। मेसिन फिट गर्न सुरु गरेपछि त बाहिर घाममा काम गर्नुभन्दा त मेसिन फिट गर्न कति रमाइलो भयो। सिक्न पनि मन लाग्यो। सिक्दा सिक्दै गर्दा बनिसक्यो मेसिन। अनि कपडा बुनेपछि झन् रमाइलो भयो। यस्तो मे दिवस आयो, कुनै चाडपर्व आयो होइन, त्यो त भिन्नै रौनक लिएर आउँथ्यो नि। विश्वकर्मा पूजा आयो, पुरै अर्को खाले पूजाको रौनक आउँथ्यो। दसैँ आयो, कपडा वितरणदेखि लिएर अब पेस्की आउनेदेखि अर्को रौनक आउँथ्यो। साप्ताहिक छुट्टी आयो, अर्को रौनक आउँथ्यो। भित्र साथीभाइ बसेर भोजहरू गऱ्यो, त्यो अर्को रौनक आउँथ्यो। त्यो धेरै किसिमको नि। कस्तो हुन्थ्यो विश्वकर्मा पूजा? एकदमै भव्य। हामी सबैजना भएर मनाउँथ्यौँ। सबै शाखाको 2, 4, 5, 7वटा खसीहरू काट्नेदेखि लिएर तपाईँको त्यो त्यति भव्य। सबै एकै ठाउँमा मनाउने हो। टाइम मिलाएर हामी वनभोज जान्थ्यौँ, फेरि सिँगै फ्याक्ट्रीको बसहरू लिएर। त्यो पनि झन् रमाइलो कुरा थियो। एउटा मात्र यस्तो विषय छैन, त्यो त 20औँ वर्षको अभ्यास हो। प्रत्येक पाठ पूर्जाले, प्रत्येक ठाउँले, प्रत्येक यहाँको चाहिँ गतिविधिले अब चिन्छ। अहिले पनि चिनिहाल्छ नि, अहिले पनि थाहा हुन्छ। अनि पछिल्लो बेलामा मैले चाहिँ बाहिर नै अलिकति फेब्रिकेटिङको काम सुरु गरेपछि यहाँ 4-5 हजार तलब आउँथ्यो। बाहिर काम गर्दा 10-15 हजार त्यत्तिकै कमाइ हुने महिनामा ठिकै छ भने मैले चाहिँ 20 वर्ष थाहै भएको 20 वर्ष पुगेपछि मैले आफैले राजीनामा दिएर गएको थिएँ। त्यो पछाडि बिस्तारो बिस्तारो उद्योग उँभो लागेन। खस्किँदै ठिकै बन्दकै स्थितिमा पुग्यो। करिब मैले छोडेको पनि 8 वर्ष जति यो फ्याक्ट्री चल्यो।
हामी एउटा त्यो कुनामा उभिन्छौँ या कतै बसिराखेका हुन्छौँ होइन, हामी कहीँ बसेर हेरिराखेका हुन्छ। यो अहिले यस्तो छ, यदि उहाँले यसो गरिदिनु भयो भने त्यो धागो खाली भयो है भन्ने कुरा भयो होइन, धागो सक्यो भन्ने धागो मागेको यो अपरेटरले भन्न जानु परेन, बोल्नु परेन। उठाइदिए भयो। यो एउटा उठाइदियो भने उहाँ यो चाहिँ यो मेसिन बिग्रियो भन्ने भयो। जहाँ भए पनि उसले देखिसक्यो यो मेसिन बिग्रिया छ भन्ने कुरा। अनि त्यसपछि यो एउटा उठाइदिएपछि ल यो कपडा भरियो है भन्ने, कपडा काट्ने मान्छे यहाँ आइपुगिसक्छ। यो उठाउनेपछि कपडा काट्ने आउँछ, यो उठाइदिनु बनाउने आउँछ, यो उठाइदियो धागो भर्ने त्यो बिम जुन खाली हुन्छ त्यो। अहिले चाहिँ यो सबै उठाउने, यो सबै उठायो भने यो मेसिन खाली छ है भन्ने भयो। अहिले चाहिँ सबै उठाउने बेला भएको छ। सबै उठाउने, सबै खाली छ। जस्तो यो यसको आवाज तपाईँको एउटाको आवाज सुन्नु भने यसले यति हान्छ, यो ठ्याक्क एउटा मेसिनले डबल हान्छ। यो सबै मेसिनले त हानै गर्दा कति आवाज आउला। यहाँ कति मेसिन छ? 486 वटा मेसिन। 486 वटा मेसिनको लगातार यही 486 वटा मेसिनको यो सिङ्गल आवाज हो। अब यसको डबल आवाजलाई सम्झिनुहोस् अनि 486 वटा आवाज, त्यति आवाज त एकैचोटि धम्किने हो। यही आवाज आउने। अनि कपडा कहाँ निस्किन्छ त? यो जुन रोलरले कपडालाई बिस्तारै तानेर ल्याइदिन्छ अनि कपडा चाहिँ यहाँ यसमा उतापट्टि बिचको हामी हेर्न जाउँ। त्यहाँ बिचमा चाहिँ म चाहिँ अलि बिस्तारै हिँडिरहेको छु है। तपाईँहरू त बिस्तारै हिँड्नुपर्छ, किनभने मेरो त यो लाइन जाँदा पनि हिँडिराखेको ठाउँ अँधेरो भए पनि यहाँ बनाउन गर्न गाह्रो हुन्न। ए हो, यो चाहिँ हाम्रो जस्तो ठुलो यहाँ चाहिँ फाइनहरू छ, यसको चाहिँ ह्युमिडिटी सबै कुराहरू मिलाएर यहाँ त अब 600-700 मान्छे एकै ठाउँमा हुने, तिनीहरूको श्वास प्रश्वास हुनेदेखि लिएर तपाईँको यो कपडाहरूको लागि पनि धागोको लागि पनि त्यो नफुलोस् भनेर त्यो टाइट पनि हुनु भएन, फुल्नु पनि भएन, त्यो यति तापक्रम चाहिँ मिलेर बस्नुपर्ने हुन्छ। त्यो तापक्रम मिलाउनुको निम्ति चाहिँ सबै कुराहरू व्यवस्थापन गरेको हुन्छ। यसमा चाहिँ केटा मान्छेहरूले काम गर्ने र मर्मत गर्ने, यसमा चाहिँ छोरी मान्छेहरूले आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँ यो। अहिले त पिपलको बोर्ड पनि आइसकेछ भित्र आए, ठिक एप्रोनहरू हुन्छ नि यहाँभित्र काम गर्दा लगाउने, एप्रोन क्याप सबै लाएर काम गर्नु लाग्छ होला तपाईँलाई त यहाँ आएपछि। त्यस्तो त मेरो विचार चाहिँ कस्तो भने समाधान खोज्ने मुख्य कुरा हो। एकछिन एउटा सेन्टिमेन्टमा आउने छुट्टै विषय हो होइन, तर सबभन्दा मुख्य कुरा चाहिँ हामीलाई लाग्छ जसरी भने पनि घाटा लागे पनि चल्दियोस् भन्ने किन हुन्छ भने 1200-1300 मान्छेले काम गर्ने ठाउँमा ती 1200-1300 घर त तपाईँको उज्यालो हुन्थ्यो नि त। यो मात्रै छैन, तपाईँले नेपाल वनस्पति घिउ उद्योग भन्ने मजाले चलेको उद्योग त्यो बेला देशव्यापी प्रचार भएको, अहिले त्यसको खण्डहर छ। यहाँ छाला उद्योग नजिकै छ, छाला उद्योगको राम्रो प्रपर्टी छ, छाला उद्योग बन्द छ अहिले हेर्नुहोस् है। त बाँके बर्दिया दुवै जिल्लालाई कपास उत्पादन गर्न लगाएर यो उद्योग चलायो भने के बिग्रिन्छ? अरबौँ रुपियाँ सिद्ध्याउन हुने अरू कुरामा टावर बनाउनु, त्यो एउटा टावर बनाउने यहाँ लगाइदियो भने के हुन्छ? यो एकदमै विडम्बना भयो कि कसले भन्ने कि यो कसले बुझ्ने? यो यति जम्मा मानिलिउँ केपीजीले त्यहाँ लगेर त्यो टावर बनाउने पैसा कपडा उद्योगै चलाउनु भएको भए होला यो घाटैमा जाला, तर 1000 मान्छेका 55जनाको हिसाबले कतिजना मान्छे बाँच्थे होला त? 5000 मान्छेको 5000 परिवारलाई बचाउने काम त यसले गर्ने रहेछ नि। अनि कसैले गाउँमा घरेलु रक्सी पारेरै बेचेर आफ्नो बच्चा पढाउँथिन् भने त्यहाँ गएर एक कप रक्सी जसले खाइदिन्छ नि, यहाँ काम गरेर गएको पैसाले उसले रक्सी खाइदिँदा त्यो पैसा चाहिँ त्यहाँ गयो क्या, त्यो त गाउँमा समेत पैसा पुग्यो नि त्यहाँ। उहाँ मात्रै होइन कि हर नेताहरूले गर्ने कामहरूमा हर सोचाइ चाहिँ त्यो वर्गसम्मलाई पुगेको छैन। यहाँ नेताहरू घुम्न आउनुहुन्छ आउनुहुन्छ, भन्नुहुन्छ? हामी गर्छौँ चलाउँछौँ, यो त ठिक रहेछ राम्रो रहेछ भन्नुहुन्छ। हेरेर गएपछि त केही सोच आउला भन्ने कुरा आयो कि आएन त? आएन, आउँदै आएन, कसैको पनि आएन। एउटाको हो र कसैले चिन्ताले आर्टिकल लेखेको भए पनि त हुन्थ्यो नि, तर त्यति पनि आँट गर्नु भएन।
उहाँहरूलाई त एकपल्ट कुर्सीमा पुग्यो, अब पुग्ने कसरी भन्ने उहाँहरूलाई हुँदो रहेछ। बाँकी तल रहेको मान्छेहरूलाई के हुँदो रहेछ भने ए ऊ चाहिँ गइराख्दो रहेछ, अब म चाहिँ किन नजाने, हेरेको त्यतै छ, तल जमिनमा हेर्ने कुरा चाहिँ देखिएन। कसैले पनि सोचेन। बाबुराम भट्टराईजीले त्यो विषयमा उहाँलाई भेटेर सबै कुरा सुनाइसकेपछि उहाँले त्यही बेला निधो गरेर 7 करोड रुपियाँ त्यही बेला छुट्याइदिनु, उहाँहरू नेतृत्वमा हुनुहुन्थ्यो। अनि 3 करोड आउँदा नआउँदै सरकार पनि गयो, मान्छे पनि गए, योजना पनि गयो। त्यसपछि फेरि अर्को कसको चाकरी गर्न जाने, किनभने राष्ट्रिय भिजन त छैन यसलाई चलाउने भन्ने। अनि त्यो नभएपछि व्यक्तिलाई फगायो, ऊ गइसकेपछि अनि फेरि अर्कोलाई त मतलबै भएन। अझ अर्कोले 7 करोड छुट्याइदिएको ठाउँ त त्यो जुठो भए जस्तो हो नि अर्कोको लागि। त्यो ठाउँमा किन गर्ने, म नयाँ गर्ने, बरु बाटोमा हाल्ने। यो उद्योग चाहिँ कसरी बन्द भएको हो? युद्ध सुरु भयो। युद्ध सुरु भइसकेपछि चाहिँ देशव्यापी रूपमा एउटा नयाँ ढङ्गले अराजकता, अनुशासनहीनता पनि अगाडि आयो। देश सम्हालिन सकेन। त्यो बढ्दै जाँदा यो उद्योग सम्हाल्ने मान्छे नै भएन क्या त्यो बेला चाहिँ। म्यानेजमेन्ट हुँदै भएन। जसलाई म्यानेजमेन्टको जिम्मेवारी दियो उहाँहरूले नै खुट्टा टेकेर गरिदिनु भएन। अप्ठ्यारो बेलामा चाहिँ राज्यले पनि थेग्न पर्थ्यो, राज्यले थेग्न सकेन। राज्य पनि युद्धतिर नै थियो त्यो बेला। यो त सुती उद्योग हो, जब कपास आउँदैन देशभित्रबाट, इन्डिया र चाइनिजको कपडालाई हामीले रोक्न सक्दैनौँ, हाम्रो कपडाको कसरी चाहिँ भाउ कम हुन्छ भनेर हामी त्यो कम भाउ बनाउन सक्दैनौँ। त्यस्तो अवस्थामा त उद्योगबाट उत्पादित चिज बिक्रीमा नजाने भयो। बिक्री नभएपछि तलब खुवाउन नपाइने भयो। तलब समेत दिन नसक्ने भएपछि काम लगाउन नसक्ने स्थिति आयो। हेर्दै लाँदा अनि लास्टमा उद्योग बन्द भयो। त्यो कसैलाई दोष लाउने कुरो भन्दा पनि परिस्थितिले यस्तो ठाउँ खडा गर्यो कि राजनीतिक आन्दोलनहरूले चाहिँ आन्दोलन पछाडि उर्वर भएर चाहिँ भएका चिजहरू विकास भएर जान पर्थ्यो नि। हामी त के आश गर्थ्यौँ भने 62-63 को सम्झौतापछि अब सर्लक्कै हाम्रो सबै उद्योगहरू चल्छ र सबैले रोजगार पाउँछन्। मन मर्यो तपाईँहरूलाई यो? होइन, हामी त कस्तो हुन्छ नि, हामी त जहिले पनि त आशावादी हुन्छ नि मान्छे। यहाँ काम गर्ने हर मान्छेलाई मैले भेट्दा उहाँहरू के भन्नुहुन्छ, उद्योग चल्दियो भने हामी त बुढो भयौँ, हामी त सक्दैनौँ होइन, तर त्यो उद्योग चलेको हेरेर मर्न पाए हुन्थ्यो भन्ने सोच्नुहुन्छ क्या। यो मात्रै हो र यस्तो हजारौँ यस्तो उद्योगहरू छ राज्यले अन्तर्राष्ट्रिय क्षेत्रबाट पाएको सहयोगलाई सदुपयोग नगरेर व्यवस्था गर्थ्यो। सित्तै पाएको चिज जस्तो यो सित्तै पाएको हो नि त। एउटा परिवारलाई 4वटा मेसिनको हिसाबले उहाँहरूले कुनै शर्तमा दिए पनि त भयो नि यो मेसिन। अनि यहाँ गोदामै बनाइदिने, गोदाम नपाएर बहुराष्ट्रिय कम्पनीहरू नयाँ लगानी गरिरहेछन्। उनीहरू त महिनामा 2-4 लाख खर्च गरेर उनीहरू त गोदाम पनि चलाउँछन्। त राज्यकै आम्दानी हुन्थ्यो नि त। अब यो प्रविधिको त चीनमा पनि हराइसक्यो। अब अहिले त एयरजेट लगायतको अत्याधुनिक बुनाइ मेसिनहरू आइसक्यो होइन। तर त्यो मेसिन नै हामीले गर्नु छ भने पनि कहीँ देशको एउटा टावर, एउटा धराहरा बनाउने पैसा हालिदियो भने त हाम्रो त यहाँ मेसिन त फेरि एयरजेट मेसिन भरिन्छ नि त। अब हेर्नुहोस् 2 वर्षपछि यो सबै 486 यो मेसिन छ, 486 बम्बईको एयरजेट मेसिन जस्तो यहाँ राखिदिने भने हुन्छ कि देश कहाँ पुग्छ तपाईँको? कसले गर्ने त? कसरी सोच्ने? कसैले गर्लान् जस्तो लागेको छ? खोइ अहिलेसम्म त देख्दिनँ मैले त। त्यो गहिराइमै नजाने नेताहरूमा पनि त्यो गहिराइमा नजाने, कमसेकम एउटा कुनै नेताले त त्यो गहिराइमा सोचिदिनु, गरिदिनु, एउटा नमुना गरिदियो भयो नि। हरिसिद्धि इँटा टायरलाई चलाएको भए पनि हुन्थ्यो। न बुटवल धागो कारखाना, तपाईँ गैँडाकोटमा भ्रिकुटी कागज कारखाना हेर्नुभयो भने तपाईँले त्यो बिजोग, आखिर त्यो ठाउँमा केही भएन, भैँसी मात्रै पाल्दिया भए नि त हुन्थ्यो नि। चितवनको ठाउँ हो, घाँस पाइन्थ्यो नि। के गरे क्या? कहाँ छ सरकार, कहाँ छ मान्छे, कहाँ छन् नेता? यो कथा व्यथाकै शिकार हो यो मात्रै होइन। तपाईँहरूको यो हेटौँडा औद्योगिक क्षेत्र भएको अहिले 8वटा उद्योगहरू अरू पनि यस्तै छन्।
कस्तो राम्रो राम्रो मेसिनहरू पठाइदिएको है ऊ बेलामा पनि। एकदम यो कस्तो भने धेरै प्रविधि नभएको अनि हाम्रो जस्तो मुलुकको लागि हाम्रो त विकसित मुलुकमा रोजगारी पनि चाहिने उत्पादन पनि चाहिने दुईटै कुरो मिलाएरै पठायो उनीहरूले। अत्याधुनिक मेसिनमा चाहिँ त्यो मेन पावर कम लाग्छ, यसमा मेन पावर लाग्छ, मेन पावर लागे पनि स्थानीय मेन पावर लाग्छ अनि स्थानीय कच्चा पदार्थ खपत हुन्छ। त्यो भनेको चाहिँ के भने चाइनिजहरूले अत्यन्तै ठुलो सोचले दिएको उद्योग हो यो। हामीले त्यही जतनले चलाउनु पर्थ्यो तर सकिएन। अहिले पनि थुप्रै उद्योगहरूमा त्यही चिज पब्लिकले चलाउँदा चल्ने, सरकारले चलाउँदा नचल्ने त होइन नि। सूर्यटुवाको चल्ने, जनकपुर चुरोट कारखाना नचल्ने त होइन नि। यो काठको रोलर हो, यो रोलरमा कपडा चाहिँ बेरिने हो। यसमा बेरिएको कपडा चाहिँ यहाँ आएर बस्छ यसमा अनि यहाँ चाहिँ मिटर नाप्ने, यो कति मिटर भयो भनेर मिटर गर्दै लेख्ने यसबाट यो मिटर गर्ने र अनि यो चाहिँ पट्याउने फेरि प्रति 1 मिटरमा यहाँ फोल्डिङ हुन्छ अनि पट्टिएको कपडा ठ्याक्कै राखेर अनि प्याकिङ गर्ने पठाइदिने। यहाँ चाहिँ सादा सेतो कपडा मात्रै हो। सिधै कोरा कपडा बजार पनि गयो यहाँबाट। अब रङ लाउने चाहिँ अरू तल छ, अरू शाखाहरू छ। कपडा चाहिँ एक टुक्रा पनि बाँकी राख्नु भएन छ। अब चोर्ने मान्छेले नि दया नै गर्नुभएछ जस्तो लाग्यो। यो त चोरी नै हो, यसरी त हटाएको छैन नि त कपडा। ल एक टुक्रा कपडा चाहिँ देखियो, यही नि हो। ल यो तयारी कपडा यो यति वर्ष खिच्दा पनि यस्तो। तपाईँलाई यहाँको सबैभन्दा मिठो सम्झना भन्नु न। नमिठो नै केही छैन, सबै कुरो जे सम्झे पनि यसको चाहिँ अविस्मरणीय नै हुन्छ क्या। मेरो श्रम जिन्दगीको सुरु नै यहीँ गरेको हो। म र मेरो परिवार दुवैजना यहीँ काम गर्थ्यौँ। उनी त्यो स्पेनिङको अपरेटर थिइन्, म यहाँको मेकानिक थिएँ। बच्चाहरू यहीँ हेटेक्स इङ्ग्लिस स्कुलमा पढ्थे, पढाइ पनि राम्रो थियो। त्यही बच्चाहरू आज डिग्री पास गरेका छन्। यो जिन्दगीको सुरुवात र अन्त्य नै यसैको प्रारूप भए हुनाले यहाँ अविस्मरणीय नै छ सब कुराहरू। के हो यो? यो एउटा असाध्यै महत्त्वपूर्ण ठाउँ हो। यो यहाँ यो चल्ने बेलामा कोही पनि मान्छेहरू यहाँ आउनै सक्दैन। यहाँ यो फाइन हो, यसको आवाज यति ठुलो आउँछ कि तपाईँको अब हेलिकप्टरभन्दा अलिकति बढी आवाज। यो भरि पानी हुन्छ यहाँ, यो सबैमा। यो ट्याङ्की हो, यो उतासम्म छ। यो हजुर, यो तल पानी छ। हजुर। अनि यहाँ चाहिँ पानीको फोहरा, यसले हावा दिन्छ अनि त्यो पानीलाई चाहिँ एकदम पुरै चिसो बनाइदिन्छ। हो त्यो चिसो बनाएको पानी हावा चाहिँ यसको तलबाट जान्छ फेरि। अनि यो तापक्रम मिलाउनलाई हो यो? हो, त्यो अघि मैले ह्युमिडिटी भने नि, यही एयर कन्डिसन यही फाइन चलेर। एयर कन्डिसनर यो भनौँ। यही फाइनबाट उत्पादन हुने। यसले हावालाई सक गरेर पानीको फोहराबाट अनि उतापट्टि लैजाने हो। तातो चाहिँदा चाहिँ बोइलरबाट ग्यास ल्याउने हो होइन, बोइलरको तातो हावाभित्र छोड्ने हो। अनि जब चिसो चाहियो अनि यो चलाइदिने। यो माथिबाट पुगालहरू ठाउँ ठाउँमा छ नि, यसको चाहिँ यसैबाट आउँथ्यो र यस्तैबाट यो सबैतिर जाने हो। (2054) 12/10 हेटौँडा कपडा उद्योग कति मिटर भयो भनेर उहाँहरूले चाहिँ यसरी लेखेर दिनुहुन्थ्यो। यो चाहिँ इभिनिङ शाखाको छाप। फेरि यहाँ भित्र भएको सामानहरू सब त्यत्तिकै फालेको छ। काम चाहिने जति सबै धेरै जस्तो सामानहरू चोरेको हराएको पनि देखिन्छ यहाँ।
सामान्यतया यो सामान्य स्याहार सुसारले पनि यो उद्योग राम्रै हुन्थ्यो। सबै भद्रकलै भएको छ के कमसेकम सफाइमा 2-4जना मान्छे राखिदिने हो भने पनि उद्योग चाहिँ एउटा स्तरमा बस्थ्यो। यो सबै चिज अहिले देशको कुनै न कुनै ठाउँमा उपयोग भइरहेकै छ। यो खेर फाल्नुपर्ने कुनै चिजै छैन यो त्यसरी। यो त अहिले कौडीको मूल्यमा पाउने जस्तो गरेर फालिरहे यत्तिकै। कसले हेर्ने यो? कोही त हुनुपर्ने गार्जेन कोही पनि छैन। आज होला भोलि होला पर्सि होला त त्यो मान्छे कुर्ने मान्छे कुरै यो उद्योगले पनि त्यसै गरी कुरिरहेछ खुवाउला भनेर। जेन्जीहरूले त्यत्तिकै विद्रोह गरेको होइन, केही ध्वस्त भएको छ केही भएको छ। म त 1 इन्च पनि उहाँहरूलाई दोष लगाउने ठाउँ देख्दिनँ कि यति सामन्ती मनोविज्ञान जकडिएको छ कि त्यो जकडिएको ठाउँ त्यही हो कि भन्ने उहाँहरूलाई शङ्कै थियो कि त्यसलाई तोड्न पायो भने नफर्किन्छ कि भन्ने। तर अहिले फेरि पनि उहाँहरू दङ्ग पर्नु भएको छ। अझै तपाईँको देह सामन्ती सोच अझै फर्केको छैन कसैको पनि। त्यही सोचमा फेरि त्यही बाटोमा अलि दिन त सोच्नुभयो, तर अलि दिनपछि अहिले हेऱ्यो भने अधिकांश मान्छेहरूको मनोवृत्ति फेरि त्यही राणाकालीन सामन्ती सोचमै छ। र यो उद्योग यस्तो हुनुको अर्थ हाम्रो देश यस्तै छ भन्ने हो नि त। यो त नमुना हो नि। ठिक यो उद्योग जस्तो छ हाम्रो देशको अनुहार यस्तै छ। कोही आउनुपर्छ कसैले फेर्नुपर्छ। एकातिर त्यस्तो छ, अर्कोतिर अघि मैले भने जस्तो गरिबीको खाल्टो छ। यही चिजले विद्रोह जन्माउने हो नि त। गर्नै पर्छ। अब आउने सरकारले गरेन भने अहिले जति ध्वस्त भएको छ नि योभन्दा धेरै ठुलो ध्वस्त हुन्छ। यो चाहिँ हाम्रो बोइलरबाट स्टिम आउने ठाउँ हो। यो असाध्यै महत्त्वको ठाउँ। मैले ह्युमिडिटी तापक्रम मिलाउने भने नि यहीँबाट खोलेर चाहिँ यो तापक्रमहरू कुन ठाउँमा कति पठाउने कति गयो भन्ने कुरा हुन्छ। र यो चाहिँ यो मेन पाइनल ठाउँ, यो इलेक्ट्रिकको मेन स्टेसन। यहीँबाट पुरै उद्योगभरि यो विद्युतको चाहिँ सप्लाई हुने सब स्टेसन जस्तो यो चाहिँ। यसमा हजारौँ यस्तो सानो चाहिँ उपकरणहरू छन् जुन मार्फत कुनै एउटा शाखाको मात्रै काट्नु पर्यो भने यहीँबाट काट्नु पर्यो, दिने पनि यहीँबाट हो। सबै कुराहरू यहाँ यो त एक किसिमले भर्खरै युद्ध सकिएको मैदान जस्तो लड्ने पडिरहेछ, झुन्डिरहेछ, गल्ने खोलिरहेछ। अबको केही समय यत्तिकै छोड्ने भने त पुरै उद्योगको हालत यही हुने स्थिति छ। यसको मेन्टेनेन्स गर्ने ठाउँ काम गर्दै सफा गर्दै बनाउँदै यत्तिकै छोडेर मजदुरहरूको बिदाई भएको छ। रङ्गाई तथा छपाई विभाग 18 को सिटिङ भयो, सर्टिङ भयो, ड्रिल भयो। सिटिङ सर्टिङ ड्रिल भनेको पोइन्टको लागि हुने कपडा, सर्टिङ भनेको त्यही भएर सिटिङ सर्टिङ ड्रिल भनेको। 18 काउन्ट भनेको त्यसको चाहिँ त्यो धागोको के अरे मोटाइ, कुन धागोले कुन काउन्टको धागो, कुन नम्बरको धागोको बनाए। यहाँ बसिसकेपछि यो कपडा चाहिँ सर्र यो माथि गएर अनि कपडा तल आएर अनि यो भित्र चाहिँ अब यहाँबाट त्यो सिसा जस्तो हुन्छ। यहाँ सिसा माथि चाहिँ आगोको ज्वाला नि राखेको हुन्छ। त्यहाँ त्यो जुन कपडा बुन्दाखेरि पनि निस्केको भुवाहरू हुँदैन तल माथिको, माथिबाट पनि तल पनि आगोले सुर्र हान्ने क्या झुराझुरी छ नि त्यो सुर्र जल्छ। यो जलिसकेपछि अनि यहाँ आउने बित्तिकै यहाँ पानीमा अब चोबलिहाल्यो यो। अब यहाँबाट धुन सुरु भएको कपडा हजारौँ मिटर कपडा यसमा थुप्रिन्छ यसैमा। अनि यहाँबाट फेरि यो कन्टिन्यू नै जान्छ। यो
त्यो जलाउने झुरामुरा हटाउने र अनि माड पखाल्ने काम यसबाट सक्यो। अनि यो कपडालाई चाहिँ के गर्ने भन्ने यसको 3टा बाटोहरू छ। एउटा चाहिँ यति धोइसकेपछि धोएको कोरा कपडा पठाइदिने, माड हटाएको अघि माड भएकै पठाइदिएको थियो, यसबाट त्यो धोएको कोरा कपडा पठाइदिए भयो। त्यसलाई क्लोरिन हालेर एकदम सेतो बनाउने हो भने यहाँदेखि पल्लो छेउसम्म पुगेर अनि त्यहाँबाट घुमेर यहाँ आइपुग्दा चाहिँ टकटकाउँदो नैनसुत जस्तो कपडा यहाँ निस्क्यो। अब कसैलाई सेतो मात्रै कपडा चाहियो भने अब यहीँबाट पनि पास भयो। पहिलो वहीँबाट पास भयो, दोस्रो यहाँबाट पास भयो, तेस्रो यहाँबाट पास भयो। 3 थरी निस्क्यो कपडा। 3 थरी। अनि यहाँ चाहिँ अब टेक्क पारेको कपडालाई चाहिँ अब यता ल्याउने हो। यसमा त्यस्तो कपडालाई ल्याएर यति मेसिनहरूमा चाहिँ एक रङ जे गरे पनि गर्ने, हरियो निलो रातो साडी जे प्रिन्ट गर्ने हो एक रङ प्रिन्ट यहाँ गरिदिने हो। यसमा चाहिँ सिङ्गल रङ लगाउने। रङ बनाएर ट्रेमा हालिदिइसकेपछि यो रोलरमा बेरिन्छ कपडा, यो रोलरबाट बेरिएर त्यसमा बेरिन्छ, त्यसबाट फेरि यो क्या उल्टो सुल्टो उल्टो सुल्टो 2-3 राउन्ड गरेपछि सबैतिर रङ लाग्छ। अनि सुकाउन लैजाने। यहाँ रङ भएको रोलर हुन्छ नि त्यसलाई सुकाउने ठाउँ मेसिन चाहिँ यो। फेरि यसले यो पाइपबाट स्ट्रिम गएको हुन्छ यो भित्र, अनि यो रोलर लक्क तातेको हुन्छ। यो तातेको रोलरमा कपडा लाग्दा अनि त्यही सुक्दै जाने हो। यो चाहिँ चाइनामा पनि थोरै भएको मेसिन मात्रै हो। यो यति महँगो यति महत्त्वको मेसिन हो यो। अब यो यहाँ अहिले कौडीको मूल्यमा यहाँ फालिएको जस्तो छ। यसलाई चाहिने कति कलर बनाउने हो सबै रङको यहीँबाट जस्तो 1 2 3 4 5 6 7 8 दुनी 16 कलरसम्म एकैचोटि प्रिन्ट गर्न सक्छ यो मेसिनले। कपडामा बुट्टा हान्ने, कपडामा बुट्टा हान्ने। सादा भएपछि रङ्गिन भयो। हामीले साडी बनाउँदाखेरि साडीलाई एकपल्ट यहाँ घुमाउनु पर्ने हो। के को निम्ति भन्दा त्यो पारीको लागि के। यो चाइनिजहरूले भन्थ्यो चाइनामा पनि यो थोरै मेसिन छ, यो त्यस्तो राम्रो मेसिन हो। एक ताकत 8-10 जना 10 जना भन्दा बढी आर्टिस्टहरू निरन्तर खट्नुपर्ने बुट्टा बनाउन। उनीहरूलाई कस्तो कस्तो डिजाइन निकाल्न सक्छन् आफैले। हेर्ने, बुट्टा निकाल्ने, बुट्टा निकालेर कम्प्युटरमा हाल्ने, रोलरमा प्रिन्ट गर्ने। के रहेछ यहाँ आर्टिस्टहरूले निकालेको यो डिजाइन हो कि यहाँ यिनीहरूले डिजाइन यो जुन निकालेका छन् नि यो कतिपल्ट छाप्नु पर्यो भनेर यो कुरा गरे कि यो कतिपल्ट छाप्नु र कसरी यो मध्ये कुन कलर गर्ने भनेर अब यो 192 नम्बरको कुनै एकजना आर्टिस्टले निकाल्नु भयो हैन। उहाँले यो बेस सबै कुरा दिनुभयो। अनि यो कुन ढाँचामा निकाल्ने भने यो पनि अप्सन दिनुभयो। एक कलाकारहरूले पहिले यो डिजाइन बनाएर कम्प्युटरमा हालेर कम्प्युटरबाट अनि रोलरमा कुदेर कहाँ जान्थे सर यो कपडाहरू? माग पुरा गर्न सक्दैन थियो यो उद्योग चलुन्जेलसम्म। कति बोल्ने छ अहिले पनि आवाज आउँछ। यो प्योर सुती हो, नेपालगञ्जको कपासको कपडा हो सबै। यो मेसिनको काम चाहिँ कपडाको अरजलाई तन्काइदिने के। त्यता खुम्चेको ओरेको केही भाग कपडा हुन्छ नि आफ्नो गजबाट दायाँ बायाँ गएको त्यसलाई चाहिँ आफ्नो जे साइज हो साइजमा ल्याइदिने यसले साइजमा ल्याइसकेपछि यहाँ चाहिँ अब लास्टमा यो कपडाहरूलाई चाहिँ गुणस्तरको छ कि छैन अगाडिबाट डबल लाइट दिएर त्यो कपडा चाहिँ ठिक छ कि हामीले बजारमा पठाउँदा त्यो कपडा ठिक छ कि छैन फाइनल यहाँ चाहिँ चेक गर्ने। सबै हेरेर आएपछि अनि यसले चाहिँ फोल्डिङ गर्ने। अब यहाँ 1-1 मिटर गरेर यहाँ पट्याइसकेपछि अब कति मिटर भयो भनेर गणना गरेर लेखेर अनि यहाँबाट चाहिँ अब यो डिस्प्याच सर्वाङ्ग उत्पादन हो यो। कपास लगेर त्यो तपाईँलाई देखाएको ढोकाबाट जुन कपास छिर्यो त्यो कपास बिहा भएको फोहोर भएको कपास छिरेको हो र यहाँ आउँदा यो खाले रङ्गिन भएर यो ढोकाबाट निस्केर जाने हो। आज पनि यसको चाहिँ मजबुती सुन्नुहोस्। यो करिब 20 वर्ष पुरानो हुनुपर्छ यो कपडा।
यो कपडा यहीँ निकालेको प्रिन्ट कपडा। अहिले खुब चलेको छ नि महिलाहरूले लगाउने सुरुवाल, यो सुतीको यो प्रिन्टको सुरुवाल बनाएर बेच्ने हो भने 1 लाख पिस त तपाईँको हिँड्दै बिक्री हुनेवाला छ त। उद्योग कसरी चल्दैन। कति धेरै नेग्लिजेन्स छ क्या यो। ल द इन्ड भयो यहाँनिर। उद्योगको द इन्ड चाहिँ कहाँ भएको थियो? यो उद्योग चाहिँ 2032 सालमा यसको सम्झौता भयो। 32 सालको अन्त्यदेखि 33 सालदेखि यो बन्नै सुरु भयो। 34, 35, 36 मा यो बनेर 35 को अन्त्यतिरै बनेर यो सकियो। 36 सालदेखि यो चाहिँ प्रोडक्सनमा गयो। 36 देखि 46 सालसम्म यो उद्योग राम्ररी चलेर 46-48 तिर त हामीले 2 वर्ष बोनस पनि खायौँ। 48 सालसम्ममा राम्रैसँगले उद्योग चल्यो। अनि 48 भन्दा 49, 50, 51 हुँदै 54 सम्ममा पुग्दाखेरिमा उद्योग अलिअलि ढलबलाउन थाल्यो। सरकारको र कर्मचारीहरूको प्रशासनहरूको खासै ध्यान भएन। त्यहाँ माओवादी युद्ध सुरु भयो। दोहोरो लडाइँ चाहिँ सुरु भइसकेपछि अनि त्यो मारमा यो पनि पर्यो। यो पर्दै जाँदा 54 सालसम्ममा यसको स्थिति मजाले खस्क्यो र करिब 58 मा गइसकेपछि यो बन्द प्राय नै भयो। 58, 59, 60 तिर बन्द रहेर पनि मान्छेहरू यसो आउने जाने गरे। अन्तमा यो 64 देखि त पुरै नै बन्द भयो। आफ्नो शरीर आफैले सम्हाल्न नसकेर लड्ने कुनै चिज हुन्छ भने यो उद्योग ठिक त्यही चिज भयो क्या। अरू सम्हाल्दिने कोही पनि भएनन्। एक अङ्ग यस्तो बिग्रिँदै गयो कि त्यो अङ्ग उपचार गर्न नि सामान्य उपचारले सक्दैन। एक गर्दै धेरै अङ्ग बिग्रिँदै गएपछि कहिलेकाहीँ गाउँघरतिर ठुलो गाई भैँसी किनेर लिएर हुन्छ नि, जुन भैँसी एक गरेर लडिसकेपछि उसलाई उठाउने तागतै हुँदैन। कोवलपुरको एउटा किसान जसको 10 कट्ठा जमिन छ, त्यो 10 कट्ठालाई एकीकृत गरेर कपास खेती एकीकृत कपास विकास समितिले त्यो खेती गरायो, खेती लगायो। अर्को वर्ष सुन्दा कपासको भाउ घट्यो। अर्को वर्ष सुन्दा त खोइ कताको उद्योगै बन्द भयो अरे, अब जाँदैन अरे कपास, अब लाउनु पर्दैन अरे भनेपछि अब ठुटा काटेर अनि जौ रोप्नु परेन त्यहाँ अथवा मकै छर्नु परेन। उनीहरू त अहिलेको पछिल्लो विकसित औद्योगिक आश्रयमा पुगिसके मान्छे फेरि परम्परागत कृषिमा फर्किनु पर्यो। त्यो कति ब्लन्डर फिर्ता छ त्यो। त्यो खपिसक्नु फिर्ता नै होइन नि, त्यो फिर्ता भएन, ब्लन्डर फिर्ता हो। त्यो राम्ररी गइरहेर त्यसलाई राज्यले अध्ययन गर्ने कुरा गरिदिएको भए यो त हुँदैन थियो नि। सबै जराभित्र पसेछ है। जरा पनि हाँगोले पनि माथिको छानुहरू बिगारिदियो। पुरै कपडा उद्योगभरि गुलमर फुलेर रातम्य हुँदा र रङ्गीन मान्छेहरू पुरै काम गरेर फर्किँदा रङ रोकनले झिलिक्क भए फ्याक्ट्री, त्यो बेला त यो चाइनिजहरूले दिएको अनुपम नमुना थियो नि त। यो चान्चुने चिज थिएन। चाइनाले दिँदा पनि उनीहरूले कम सोचेर दिए होइन, मैले तपाईँलाई धेरै भने नि। अनि हाम्रो लागि पनि कम महत्त्वको थिएन यसलाई। चीन राष्ट्रले नेपाललाई दिएको उपहार ठानेर यसलाई कुनै हालतमा बिग्रिनु दिनु हुँदैन थियो। चीनको चीन हो नि त यो त।